स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ म तपाईँहरूलाई घरमा बसेर पार्ट टाइम काम गरेर चाहिँ हैन कसरी अर्निङ गर्न सकिन्छ भनेर चाहिँ सिकाउन गइरहेको छु हैन। जसको लागि चाहिँ हामीसित एउटा वेबसाइट छ। अनि त्यो वेबसाइटमा चाहिँ तपाईँले सानो सानो टास्कहरू गरेर कोइन कमाएर चाहिँ त्यो कोइनलाई चाहिँ तपाईँले डलरमा कन्भर्ट गर्न सक्नुहुन्छ, जुन चाहिँ हामीले नेपाली ई-सेवा खल्ती जस्तो एपहरूमा चाहिँ सजिलै विथड्र गर्न सक्छौँ। अब म तपाईँहरूलाई चाहिँ फोनको स्क्रिनमा लगेर सिकाउन गइरहेको छु कसरी चाहिँ हामी गर्न सक्छौँ भनेर। सर्वप्रथम त हामी कुनै पनि आफ्नो फोनको ब्राउजर खोल्छौँ है। मैले क्रोम खोलेँ अनि त्यसमा तपाईँ सर्च गर्नुहोस् coinzip.com भनेर है। अनि coinzip.com भनेर सर्च गरेर इन्टर टिप्नुहोस् है। अनि तपाईँ यहाँ आइपुग्नुहुन्छ। अनि यहाँ आइपुगेपछि तपाईँ चाहिँ साइन अप गर्नुहोस्। अनि साइन अप गर्नलाई चाहिँ यहाँनिर भर्नुहोस् के छ भनेर यहाँनिर भर्नुपर्ने। मैले चाहिँ अलरेडी खोलिसकेको थिएँ एकाउन्ट, त्यही भएर म चाहिँ लगइन मात्रै गर्दैछु जस्ट हैन। मैले लगइन गरिसके पछाडि इन्टरफेस चाहिँ यस्तो खुल्छ। यो चाहिँ तपाईँको होम भयो है। यहाँनिर चाहिँ तपाईँको देखिन्छ के कस्तो छ तपाईँको प्रोग्रेसहरू भनेर। मैले चाहिँ क्लेम गरेँ हैन, टोकन डेलिगेट टोकन क्लेम गरिसकेँ। अब चाहिँ भने तपाईँलाई म देखाउन चाहेको छु हामी चाहिँ अर्निङ चाहिँ कुन तरिकाबाट गरिन्छ भनेर है। त्यसको लागि चाहिँ तपाईँले तल स्क्रोल गर्नुहोस् हैन, अलिक तलै गरिछु। यहाँनिर चाहिँ अफर वाल्सको अप्सन छ, त्यहाँ क्लिक गरिसके पछाडि टाइम वेल आउँछ। त्यहाँनिर क्लिक गरिसके पछाडि यस्तो इन्टरफेस खोलिन्छ। अनि यहाँनिर चाहिँ ओपन ट्याब न्यूमा खोलिसके पछाडि यस्तो इन्टरफेस आउँछ है। यस्तो इन्टरफेसमा आइसकेपछि यहाँनिर साइन अप गर्नु भन्छ तपाईँलाई। यहाँनिर साइन अप गर्नुहोस् फर्स्ट अफ अल। एकचोटि साइन अप गरिसके पछाडि चाहिँ तपाईँले सेकेन्डचोटि यहाँनिर गरिराख्नु परेन है। ल म छिटोभन्दा छिटो यहाँनिर साइन अप गरिसकेर अर्को स्क्रिनमा देख्छु है तपाईँलाई। मैले चाहिँ साइन अप गरिसकेँ। अनि अहिले चाहिँ यहाँनिर खोलिँदैछ फोल्डर है। हल्का टाइम लाग्छ, अनि अलिकति टाइम लाग्यो, खोल्यो। तपाईँलाई चाहिँ यहाँनिर देखाएको छ धेरै अप्सनहरू होइन। यहाँनिर चाहिँ अप्सनहरू हेर्नु, अनि त्यसै त्यहाँनिर टास्क दिएको हुन्छ होइन। अनि त्यो टास्कमा चाहिँ क्लिक गरिसके पछाडि तपाईँलाई स्टार्ट अ टास्क भनेर आउँछ होइन। त्यो स्टार्ट अ टास्कमा क्लिक गरिसके पछाडि चाहिँ यस्तो वेबसाइट खुल्छ। त्यस पछाडि यहाँनिर चाहिँ तपाईँले निलो कलरमा देख्नु भएको होला त्यहाँनिर लिङ्क। अनि यहाँनिर चाहिँ भनेको कसरी अपलोड गर्ने भनेर अपलोड गर्ने तरिका देखाएको छ। तर यो निलो कलरको लिङ्कमा क्लिक गर्नुहोस् होइन। अनि त्यहाँ क्लिक गरिसके पछाडि चाहिँ यहाँनिर जे अर्डर दिएको छ त्यो यहाँनिर चाहिँ जोइन गर्नु भनेको थियो। मैले यहाँनिर जोइन गरिसकेँ होइन। जोइन गरिसकेर मैले यहाँको स्क्रिनसट लिएँ, ब्याक आएँ म। ब्याक आइसकेर चाहिँ यहाँनिर अपलोड इमेज भनेको छ होइन। त्यहाँनिर चाहिँ मैले त्यो जोइन गरेको छु भन्ने कुरो देखाउनको लागि चाहिँ मैले इमेज अपलोड गरेँ है। अनि त्यस पछाडि मैले सुमितमा क्लिक गरेँ, यहाँ ओके देखायो। यहाँनिर अब केही समय पछाडि मेरोमा चाहिँ यहाँनिर कति डलर भनेको थियो, सायद 140 थियो होला। त्यो चाहिँ यहाँ मेरोमा एड हुन्छ। उनीहरूले चेक गर्छन् यसले जोइन गरेको छ कि छैन भनेर। जोइन गरेको फिक्स भइसके पछाडि तपाईँको आइडीमा चाहिँ यिनीहरूले हालिदिन्छन्। र यसै गरी तपाईँले यहाँनिर विभिन्न अप्सनहरू देखिरहेको छ होइन। यिनीहरूमा चाहिँ गएर तपाईँले मिसनहरू पुरा गरिसकेर टास्कहरू पुरा गरिसकेर चाहिँ कोइन कमाउन सक्नुहुन्छ। अनि त्यो कमाएको कोइन चाहिँ तपाईँले डाइरेक्ट ई-सेवा वा खल्ती एपहरूमा विथड्र गर्न सक्नुहुनेछ। अब भनेको म तपाईँलाई विथड्र कसरी गर्छ भनेर तरिका सिकाउँछु है। त्यसको लागि सबैभन्दा सुरुमा यहाँनिर विथड्र भनेर फर्स्टमै आएको छ, यहाँनिर हेर्नु, त्यहाँनिर क्लिक गर्ने। त्यसै पछाडि यहाँनिर हेर्नु ई-सेवा यहाँ पेमेन्ट मेथडहरू नै लेखिएको छ। तपाईँ यदि इन्डियाबाट हेर्दै हुनुहुन्छ भने त्यहाँनिर पनि यो पेमेन्ट मेथड चाहिँ चल्छ। तपाईँले यहाँनिर एमाउन्ट हाल्ने हो होइन। 1000 कोइनको तपाईँको $1 हुन्छ। यानि कि तपाईँको 100 अहिले कति छ नेपाली पैसा 146 समथिङ कसो हुन्छ होइन। यो चाहिँ मैले इक्जाम्पलको रूपमा चाहिँ मैले देखाइदिएँ तपाईँलाई कसरी गर्छ भनेर होइन। तर अलिकति प्राइभेसीको कारणले मैले चाहिँ भिडियो काट्नुपर्ने भयो कसरी गर्ने भन्ने कुरो देखाउनको लागि चाहिँ। युट्युबले चाहिँ मलाई स्ट्राइक हान्ने भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ कसरी गर्ने भनेर पुरै A to Z त्यो नम्बरसम्म हालेर चाहिँ अलिकति देखाउन मिलेन होइन। स्ट्राइक हान्ने भिडियो हटाइदिन सक्छ, त्यही भएर। तर तपाईँको चाहिँ त्यो कन्फर्मै हो। तपाईँले 1000 कोइन पुऱ्याइसके पछाडि चाहिँ तपाईँले $1 पाउनुहुन्छ होइन। मैले नि पुऱ्याएर विथड्र गरेर चेक गरेर अनि त्यस पछाडि बनाएको भिडियो हो है। त्यसले ढुक्क भएर तपाईँले गर्न सक्नुहुन्छ भन्दै भिडियोलाई चाहिँ यहीँ सकाम है। धन्यवाद यति धेरै बेरसम्म हेरिदिनु भएकोमा होइन।